दर्शक महानुभावहरू, आज म आइफोन 16 प्रोमा अहिलेको नयाँ भर्सनको iOS 18.3.2 अपडेट गर्न गइरहेको छु। अपडेट कसरी गर्ने भनेर अल्मलिनु भएको छ भने सजिलो तरिका छ, भिडियो पुरा हेर्नुस् है। सबभन्दा पहिले सेटिङ्सको जेनेरलमा जाउँ। सफ्टवेयर अपडेट, सफ्टवेयर अपडेट 704.6 GB साइजको रहेको छ। फेरि सेटिङ्समा जाउँ। ब्याट्री हेल्थ, ब्याट्रीको क्षमता अहिले 100% नै रहेको छ। अब फोनको स्टोरेजको स्थिति हेर्नलाई सेटिङ्सको जेनेरलमै जाउँ। एबाउट, सफ्टवेयर अपडेट हुनुभन्दा अगाडिको फोनको स्टोरेज 17.23 GB साइजको रहेको छ। आइफोन स्टोरेज, सफ्टवेयर अपडेट हुनुभन्दा अगाडिको सिस्टम डाटा 9.87 GB साइजको रहेको छ। फेरि सेटिङ्सको जेनेरलमै जाउँ। सफ्टवेयर अपडेट अटोमेटिक डाउनलोड भइसकेको छ, त्यसैले अपडेट नाउ। अपडेट रिक्वेस्ट भइसकेको छ। अब इन्स्टल नाउ। तपाईहरूले सफ्टवेयर अपडेट भेरिफाई हुँदै गरेको देखिरहनु भएको छ। तपाईहरूले देख्नुभयो होला, सफ्टवेयर अपडेट कम्प्लिट भइसकेको छ। अब सफ्टवेयर अपडेट इन्स्टल हुनुभन्दा अगाडिको फोनको स्टोरेज, ब्याट्रीको क्षमता र फोनको सिस्टम डाटाको स्टोरेज घटी बढी के भएको छ हेरौँ। सेटिङ्स, ब्याट्री हेल्थ, पुरै 100% नै रहेको छ। फेरि जेनेरल। एबाउट, ओहो धेरै राम्रो। सफ्टवेयर अपडेट गर्नुभन्दा अगाडिको फोनको स्टोरेज 17.23 GB बाँकी भएकोमा अहिले अपडेट पछिको स्टोरेज 23.44 अर्थात् 6.21 GB बढी स्टोरेज बढेको छ, जुन यो अपडेट भर्सनको धेरै राम्रो पक्ष हो। आइफोन स्टोरेज,
अपडेट इन्स्टल गर्नुभन्दा अगाडिको फोनको सिस्टम डाटा 9.87 GB रहेकोमा अपडेट पछिको स्टोरेज 8.47 GB देखिएको छ। त्यसैले करिब 1.41 GB साइज घटेकोमा यो पनि राम्रो पक्ष हो। सफ्टवेयर अपडेट तपाईहरुले देखिरहनु भएको छ iOS अपडेट 18.3.2 पूर्ण रूपमा इन्स्टल भइसकेको छ। समग्रमा यो अपडेट आइफोन 16 प्रो को लागि धेरै राम्रो भएको छ। तपाईहरुले पनि अपडेट गर्नु भएको छैन भने अवश्य गर्नुहोला। मलाई लाग्छ यो अपडेट तपाईहरुको लागि पनि राम्रो रहनेछ। यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक र मेरो यो YouTube च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।